सेखाइनो मिनासन ओहायो गोजाइमास। आज चाहिँ म स्किलको टेस्ट कसरी हेर्न सकिन्छ SSW को भिडियो बनाउन गइरहेको छु। योभन्दा अघिल्लो महिना चाहिँ मैले JFT को रिजल्ट कसरी हेर्ने भनेर भिडियो बनाएको थिएँ र धेरैले युट्युबमा कमेन्ट पनि गर्नुभएको थियो है, स्किलको टेस्ट कसरी हेर्न सकिन्छ भनेर भिडियो बनाइदिनु होला भन्नुभएको थियो। आज चाहिँ म भिडियो बनाउन गइरहेको छु। त्यसरी जस्तो क्रप फार्मिङ भयो, एग्रिकल्चर है, फुड सर्भिस, नर्सिङ कसरी हेर्न सकिन्छ सेम एग्रिकल्चरको जसरी हेर्न सकिन्छ। सुरुमा चाहिँ हामीले मोबाइलमा क्रोम ओपन गर्नुपर्ने हुन्छ र हामीले यहाँ लेख्नुपर्ने हुन्छ एग्रिकल्चर स्किल हुन्छ है, र अनि हामीले त्यसलाई थिचेर सुरुमा हाम्रो अनि आउँछ सुरुमा इन्टरफेस परमेटिको एग्रिकल्चर स्किल भनेर आउँछ है। त्यहाँ फेरि हामीले क्लिक गर्नुपर्ने हुन्छ। अनि यस्तो आउँछ स्क्रोल गर्ने लगइन एन्ड रिजर्भेसन चेन्ज भन्नेमा आउँछ। त्यसमा हामीले फेरि एकचोटि क्लिक गर्नुपर्ने हुन्छ है। अनि फेरि त्यस्तै सेम आउँछ लगइन एन्ड रिजर्भेसन चेन्ज आउँछ, त्यसमा क्लिक गर्ने। अनि हामीले त्यसमा चाहिँ परमेटिको छ है, अनि यता पासपोर्ट छ निहोन्गोबाट लेखेको र चाहिँ हामीले ल्याङ्ग्वेज चेन्ज गर्न अनि त्यस कुनमा गर्ने नेपाली छ, इङ्ग्लिस छ, बङ्गला है, भाषा इन्डोनेसिया कुनमा गर्ने त्यसमा आफ्नो लाउने ल्याङ्ग्वेज राख्ने आफूलाई जुन आउँछ त्यो। अनि त्यसपछि आफ्नो फर्मेटिक र पासपोर्ट लाएर हेर्न सकिन्छ रिजल्ट। मलाई चाहिँ नेपाली आउनु भएको थियो र नेपालीमा राखेँ है, ल्याङ्ग्वेज चेन्ज गरेर। अनि फर्मेटिक पासपोर्टलाई पेस्ट गरेँ, कपी गरेको थियो अगाडि, त्यसलाई पेस्ट गरेँ, पासपोर्ट राख्दैछु। त्यहाँ पासपोर्ट राख्ने है, अनि लगइन गर्ने। लगइन गर्दा हाम्रो यस्तो इन्टरफेस खोल्छ है। अनि स्कोर रिपोर्टको त्यो हरियो त्यो प्रदर्शित गर्ने भन्नेमा त्यहाँ एकचोटि क्लिक गर्नुपर्ने हुन्छ है। अनि त्यहाँ हाम्रो चाहिँ रिपोर्ट देखाउँछ, सरी रिपोर्ट होइन रिजल्ट है। अनि यसरी खोलिन चाहिँ अलिकति टाइम लाग्छ, वेट गर्नुपर्ने हुन्छ, यो घुम्छ है, एकछिन वेट गर्नुपर्ने हुन्छ यसको रिजल्ट देखाउन। अनि हाम्रो सुरुमा यस्तो इन्टरफेस खोल्छ, अलिक टाइम लाग्छ, खोल्यो है, यस्तो खोलिन्छ। अनि यसलाई हाम्रो अलिक सानो बनाउने, क्रोप जुम हुन्छ, यसलाई घटाउने। यहाँ नि हाम्रो यसरी हेर्न सकिन्छ रिजल्ट चाहिँ कुन कुनमा कति है। जापानिज ल्याङ्ग्वेज एक्जाममा 65, क्रप फार्मिङ एक्जाममा 65 आएको रहेछ है। यसरी हेर्न सकिन्छ। अनि सेम अघिको जस्तो सुरुमा एग्रिकल्चरको जस्तो नर्सिङ केयरको पनि नर्सिङ केयर स्किल टेस्ट भनेर लेख्ने, परमेटिक हाल्ने, पासपोर्ट हाल्ने है। त्यसको पनि त्यसरी, फुडको छ भने फुडको पनि सेम त्यही हो, सबैको त्यसरी हेर्न सकिन्छ। यति भन्दै बिदा हुन चाहन्छु। सायोनारा, गणपति गुसाई।